हेलो हाई नमस्ते आज हामी नेपथ्यको कन्सर्टमा आयौँ है श्रेया अनिसा आज कता आएको भन त लेसन भन्दै त दुई चार शब्द आज हामी होइन क्विन एलिजाबेथ आएको छौँ होइन अब नेपथ्यको कन्सर्ट थियो काउन्टडाउन देखाइदिएर काउन्टडाउन अझै टन्नै छ यार अब त तिमीले आफै बस्नु पर्यो नेपालको भन्दा त्यसमा आउनै पर्ने पूजा दिदीले आउनु भनेको अघि आएर फेरि जानु भन्थ्यो हेलो पूजा दिदी भन्नु न यहाँ उसमा के भिडियोमा होइन भन्नु न आज फर्स्ट टाइम कन्सर्ट आउँदा कस्तो फिल गर्छ फर्स्ट टाइम हो एउटा गीत गाइदिनु न त नेपथ्यको गाउनु न पूजा दिदी यत्रो टाइम गायब हुनुभएको थियो झन् राम्रै हुनुभएको थियो झन् यङ भएर आउनुहुन्छ त दिदी त पहिला नि यङ्गै हुनु पूजा के छ नमस्ते नमस्ते काकु प्रणाम लौ छोरै ह्याप्पी न्यू इयर फ्रेन्ड्स नव वर्ष 2083 सालको शुभकामना छ एकचोटि हो यो गीत गायो हुन्छ नि यार सही सक्यो कुन मान्छे हेर्नु कति धेरै हुनुहुन्छ अगाडि कति धेरै मान्छे रहेछ धेरै आइसक्यो नि कान्छ त रुन्छ अरे यो जिन्दगानीमा यो जिन्दगानीमा म रुन्छु है सबैजनाले सुन्नुहोस् यो जिन्दगानीमा कान्छा रुन्छ अनि टिसी पनि समय चक्रमा घुमिरहने गाडीको घामको रे समय चक्रमा घुमिरहने घामको रे दिपनले लिरिक्स चाहिँ आउँदैन त्यसको त हात त यस्तै नि हुन्छ यस्तै छ कि अगाडि बस्न पाउँदैन है त्यस्तो गरेर
नेपथ्य तथा आयोजकको तर्फबाट हार्दिक हार्दिक अभिवादन र शुभकामना। तपाईँहरूले नेपाली गीत सङ्गीतलाई माया गर्नुहुन्छ, तपाईँहरूले सम्झिनुहुन्छ, अनि आयोजकले हामीलाई निम्त दिनुहुन्छ, यसरी भेट गर्ने अवसर जुटाइदिनुहुन्छ। नववर्षको धेरै धेरै शुभकामना छ। र आजको साथ हामीलाई यसरी भेट गराइदिनु हुने आयोजकहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई देखिरहेको यस्तो लाग्यो कि दिन त कति छिटो छिटो बितिसक्यो। अनि आशा ठुलो भाइ बहिनीहरूले देख्दाखेरि मेरो वैसँग म पनि तपाईँहरू जस्तै थिएँ। र कलेज पढ्ने बेलामा वैशाखको बेलामा साथी सङ्गीहरूसँग बनाएर धेरै गीत गाइयो, धेरै बनाइयो, हिँडियो। अनि साथी सङ्गीहरू कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, र नेपथ्यमा विभिन्न समयमा आएर विभिन्न साथीभाइहरूले धेरै सहयोग गर्नुभयो। उहाँहरूलाई सम्झिँदै, मेरो वैशाखका दिनहरू सम्झिँदै, तपाईँहरूलाई सम्झिँदै नेपथ्यको पहिलो एल्बमको पहिलो गाना सुन्नुहोस्।
मलयाको वनमा भर्ता लिनुपर्छ, कहिले कहिले आसाममा, कहिले भारतको धेरै ठाउँमा हुँदा हुँदै अरबको खाडीमा भएन भनेर युरोपमा हुँदै अहिले अमेरिका आइपुग्नुपर्छ, क्यानाडामा आइपुग्नु भएको छ। यो नेपालीहरूको नियति नै कहिल्यै छोडेन, जहिले पनि कामको खोजीमा, अवसरको खोजीमा हिँड्नु पर्यो। यस्तो सुन्दर देशको मान्छेहरू, सम्पन्न साथी देशको मान्छेहरू पनि केही नभए जस्तो भयो। त्यो भएर तपाईँहरू यहाँ आइपुग्नु भएको छ। यो सम्पन्नशाली देशमा, यो सुन्दरशाली विशाल देशमा आउँदाखेरि यहाँ बस्दाखेरि राम्ररी अध्ययन गर्नु होला। सिप सिक्न आउनुपर्ने, राम्रोसँग सिप सिक्नु होला। अध्ययन गर्नु आउनुभएकाले राम्रोसँग अध्ययन गर्नु होला। अनि धन कमाउन आउनुभएकाले यहाँ मजाले धन कमाउनु छ। तपाईँहरूले यहाँ मेहनत गरेर कमाउने बेलामा, यहाँ बसेको बेलामा यहाँको मान्छेहरू, यहाँको भाषा, यहाँको संस्कृति, यहाँको पर्यावरण र प्रकृतिलाई सम्मान गरिदिनु छ। संसारमा अर्को सगरमाथा छ? संसारमा अर्को लुम्बिनी छ? केवल यस्तो सुन्दर ठाउँको, यस्तो महत्त्वपूर्ण देशका बासिन्दाहरू हामी एक दिन हाम्रो देश पनि यस्तो सम्पन्नशाली हुनेछ, हामी यस्तो कल्पना गरौँ कि यहाँबाट पनि मान्छे त्यहाँ काम गर्ने नमिलेको अलिकति व्यवस्थापन हो, त्यो मिलाइदियोस् भनेर हामी यहाँबाट अनुरोध।
कटबेरीमा कार्यक्रम गएका छौँ हुनुभएको छ। यहाँ आफ्नो बच्चाहरूलाई सकिन्छ भने मातृभाषा पनि सिकाइदिने, होइन भने नेपाली भाषा सिकाइदिनु होला। कहिल्यै झुकेन, यो झन्डा कहिल्यै नत्तरेन। समूहले दुई हारे पनि हाम्रो झन्डा हारेन। सानो थियौँ तर हामी हारेनौँ। हाम्रो पुर्खाले जोगाएर राखेको यो शानलाई हामीले पनि जोगाएर राखौँ। जबसम्म संसार रहिरहला तबसम्म जनजनको मनोमनमा यो रातो चन्द्र सूर्य झन्डा फहराइरहन्छ। हिमालको टापुरामा यो सधैँ सधैँ फहराइरहेको छ। आउनुहोस्, यो झन्डाको बारेमा एउटा कवि हिमाल लेख्नु भएको छ। Kakak! अनि त्यसपछि ल, हामी चाहिँ आलु अब के अरे फ्राइज हो, स्पाइसी फ्राइज। कन्सर्ट भएर यहाँ खाना अनि त्यसपछि समय के हो रे? pork
चिली टिक्का पोर्क मोमो चिली फ्राइज र चाउमिन त्यति नै हो भोडै खाँदैछौँ ल स्वप्निल फेरि मिठो गरेर खायो त सबभन्दा भोक मलाई लाग्यो है सुन न घिउ पनि हालेर ओइ काका तिमीले नि मिठो गरेर खाइदेऊ त ल मिठो गरेर खाइदेऊ ओइ मिठो गरेर खाऊ न थम्बनेलमा काकाकै अनुहार राख्छ यार म Our friend is very, very generous. ओहो मान्छेको मोमो आएको त